आज मैले नेपाली 40,000 रुपियाँ सकेर आएँ के। माई गॉड, मेरो बुढाले मार्छ होला मलाई। नमस्ते साथीहरू, के छ हालखबर? सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राखेकी छु। आज चाहिँ हैन, घरमा बस्दा बस्दा यति बोर लाग्छ नि, अनि त्यही भएर मेरो जेठानीले चाहिँ जाऊँ न बाहिर घुम्न भनेर निस्क्यौँ हैन। म त उठ्ने बित्तिकै निस्केको, घर पनि लथालिङ्ग पारेर गएँ। हेर्नु न, मैले चाहिँ फिट चेक गरिदिएको क्या अहिले। त्यसपछि चाहिँ हामीले फोटो भिडियोहरू खिच्यौँ अनि मलाई चाहिँ कस्तो भोक लाग्यो क्या। अनि त्यसपछि हामी खाना खानु गयौँ, खाना भन्दा पनि ब्रेकफास्ट गर्न। अनि मैले चाहिँ क्यापुचिनो मगाएको थिएँ अनि त्यसको साथसाथै चिकन सलादहरू मगाएर खाएँ। अनि हेर्नु न, भ्यू चाहिँ कति राम्रो छ क्या, तर गर्मीले चाहिँ नि पागलै बनाउने भयो। त्यसपछि यति सानो मैले क्याट भेटेँ अनि उसलाई पनि भोक लागेछ अनि थोरै खाना दियौँ। अनि यहाँ हेर्नु न, मेरो 30-40 हजारको सपिङ यति नै हो क्या। त्यसपछि पौला जस्तै भएर घरमा आएको थियौँ गर्मीले रन्थनिँदै हैन। भने म त घरमा आउने बित्तिकै पक्लक्कै ढलेँ क्या। आजको मेरो दिन चाहिँ यसरी नै बित्यो गाइस। अनि जसले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन, सबैजनाले गएर गरिदिनु होला है। अनि मेरो भिडियो फेसबुकमा हेर्दै हुनुहुन्छ भने हजुरहरूले मलाई फलो गर्न पनि नबिर्सिनु होला। लभ यु गाइस, बाई बाई।